कन्याममा घुम्ने मान्छेहरू है गाइस जब्बर फोटो खिच्ने यहाँ जब्बर घुइँचो छ कि यति धेरै मान्छेहरू पालो नै पाउन चाहिँ गाह्रो छ कि गाइस। सो गाइस देख्न सक्नुहुन्छ है स्काईमा म माथि अब चढ्न लागेको सक्छु सक्दिनँ है। म र मेरो दिदी छिर्न आँट्यो है गाइस। अब मलाई डर लाग्यो डर लाग्यो इलाम गाइस कन्याम पर चाहिँ लपडाँडा कन्यामहरू चाहिँ यति गाह्रो भइरहेछ कि होइन मलाई खुट्टाहरू नि यस्तो 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 काम्न थालिसक्यो। ओपी दिदी चढ्न नसकेर तल बसिरहेछ मोबाइल रमाइलो हुँदैछ कि होइन। मन्दी बजे पनि के भन्छ आकाशमाथि बादलमाथि उडिरहेछ गाइस होइन। यो चाहिँ इलाम बजार है पुरै दोकानहरू देख्न सक्नुहुन्छ। मेरो दिदीहरू होइन सो ब्युटिफुल दिदीहरू आउनु हुँदैछ गाइसहरू। गाइसहरू आउनु है लफधारा बसेर लफ गर्नुपर्छ है। बब्बाल देख्न सक्नुहुन्छ यही हो इलाम कन्याम। म दौडिँदैछु गाइस चिया बगानमा। हेलो गाइस वेलकम टु माई युट्युब च्यानल एन्ड माई युट्युब ब्लग। एकदम तपाईँहरू सन्चै हुनुहुन्छ होला। म भने त एकदम सन्चै छु गाइस। आयो म आज धेरै पछि भ्लग आएको छु गाइस त्यही पनि ठिक छ। र आज म तपाईँहरूलाई कन्याम घुम्न आएको छु गाइस। तर तपाईँहरूलाई चाहिँ म कन्याम देखाउँदैछु गाइस। र अहिले चाहिँ म यता छु है गाइस कन्याम। आज एकदम बबाल सिन छ केही कुहिरोहरू छन् एकदम बबाल घाम लागिरहेछ। म चाहिँ अब स्काईमा यहाँ चढ्न आँटेको है गाइस। तर सक्छु सक्दिनँ त्यो चाहिँ मलाई थाहा भएन। म चाहिँ माथि स्काईमा चढ्न लागेको है गाइस देख्न सक्नुहुन्छ है। तर म सक्दिनँ है गाइस। ल अब के भन्छ टिकट काटेर चाहिँ म स्काईमा चढ्ने हो गाइस। ल अब हेर्दै जानु होला। ल म आउँदैछु। यता मेरो बुङहाङ भन्छ छ। बुङहाङ भन्छ खोइ हाई हेलो गरिदिने मामाको भ्लगमा खोइ बुङहाङ भन्छ खोइ हजुर मामा खोइ त हजुर मामा खोइ त नि उता मेरो दिदीहरू हुनुहुन्छ है। अब हामी स्काईमा चढ्ने खोइ त भान्जा खोइ हेलो भनेको त मामाको ब्लगमा हेलो यतै हेरेर पो त हेलो भन्छ हेलो भनेर। म चढ्न सक्छु र स्काईमा। सो गाइस देख्न सक्नुहुन्छ है स्काईमा म माथि अब चढ्न लागेको सक्छु सक्दिनँ है प्रयास गर्नेछु। यहाँ मेरो दिदीहरू छ है। दिदी यता हेर्नु न खोइ मेरो ब्लगमा नि हाई हेलो गर्नु पर्दैन अनि स्काई वाक अरे बुङहाङ गाइस। अब हामी चढ्न आँटेको त्यो टोपी ओप्पो रहेछ मन्दिर चढ्छ स्काईमा गाइसहरू। काउन्टर रहेछ गाइस। त्यो साझा चाहिँ यस्तो बबाल होइन बबाल रमाइलो हुने रहेछ गाइस मेरो भ्लगमा। सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला गाइस यस्तो बबाल हुन्छ आज बबाल। हेर्दै जानु होला गाइस। हामी स्काईमा चढ्न आँटेको बाटो चाहिँ यता रहेछ है अथि चढ्नु पर्ने रहेछ। अम्बो उता दिदी चाहिँ नचढ्नु हुने अरे। म र मेरो आफ्नै दिदी रोशनी दिदी चाहिँ हामी अब चढ्न लागेको है गाइस। मेरो बुङहाङ भान्जा त मान्दैन। ल जाम म र मेरो दिदी छिर्न आँट्यो है गाइस। अब हामी लाग्दैछौँ स्काईतिर। भान्जा जाने हुन्छ अरे ए बुङहाङ चढ्ने है। म चढ्न सक्छु कि सक्दिनँ अस्ति डर लाग्दै थियो के को चढ्नुपर्छ नि माथि। हामी स्काई चढ्न गइरहेछौँ है गाइजहरू। कस्तो दामी हेर्दा दिदी फेरि त्यहाँ तल त आउँदैछ त कुहिरहने। हामी जाँदैछौँ तलदेखि बादल निस्किरहेछ गाइस। ओपी यस्तो मलाई डर लागिरहेछ कि है ओभर बबाल हुन्छ कि आज गाइस।
बवाल हुन्छ मलाई यहीँ चढ्दा त डर लागिरहेछ मलाई डर लाग्यो कसरी माथि चढ्ने होला गाइस अम्बो तलदेखि बादल आयो फेरि सो गाइस तर कसरी चढ्ने होला कि यस्तो यहाँ मुटु ढुकढुक भइरहेछ कि आउनु मेरो दिदी आउँदैछ हाम्रो पछाडि यस्तो दामी पाना नि बनाएको रहेछ है देख्न सक्नुहुन्छ बब्बाल स्काई अम्ममा अब हामी माथि छिर्ने बुगाङ माथि छिर्ने गएन बुगाङ माथि छिर्ने गएन माथि मलाई त यहाँ डर लागिरहेछ माथि छिर्ने गएन ल म चढ्दै है आउनु बुगाङ आउने बुगाङ भन्छ के को आनकमा आउनु न तलतिर चाहिँ नहेर्नु न मेरो सास फ्या भइसक्यो गाइस आउनु न सक्नु हुँदैन जुत्ता त माथि पुगाल्नु त ल आउनु न कि सक्नु हुँदैन भने नछिर्नु ल मेरो दिदीहरू गाइस छिरेन म चाहिँ छिर्छु है डर लागिरहेछ ओभर अम्बो गाइस बढिया डर लागिरहेछ म चाहिँ माथि छिरेँ है गाइस ओभर गाह्रो भइरहेछ स्काई देख्न सक्नुहुन्छ म माथि चढिसकेँ गाइस ओभर डर लागिरहेछ होइन ओभर डर लागिरहेछ चढिसकेँ म स्काई माथि यत्रो माथि म चढिरहेको छु गाइस यति माथि तल आइरहेछ मान्छेहरू यस्तो मलाई गाह्रो भइरहेछ कि यस्तो गाह्रो भइरहेछ होइन यति गाह्रो भइरहेछ कि होइन मलाई खुट्टाहरू नि यस्तो काम्न थालिसक्यो ओभर मुटु नै ढुकढुक भइरहेछ कि यस्तो मुटु ढुकढुक भइरहेछ सो गाइस कस्तो दामी चिया बगान हेर्नु न यति राम्रो छ कि आम्मामामामामा यो त कहाँको स्वर्गै हो गाइस देख्न सक्नुहुन्छ स्वर्गलोक यो यस्तो बबाल आउनु न कस्तो दामी छ बिस्तारा आउनु न मेरो दिदी आउँदैछ हेर्नु त गाइस यहाँ खुट्टाले कामेको चाहिँ यहाँ मन्थ्यो त के हुँदैन के हो नि त हेर्नु त केही भएको छैन मलाई मेरो भान्जा आउँदैछ आउने भान्जा केही हुँदैन ल के हुँदैन हेर्नु नै म नि यस्तो छु आउनु त आउनु ल यति छिरेर नि के नआउनु आउनु ओप्पी दिदी चढ्न नसकेर तल बसिरहेछ म चाहिँ माथि डर लाग्दै चढेर होइन चढेर चाहिँ यतिखेर चाहिँ खास मलाई डर लागिरहेको छैन ओप्पी होइन यस्तो रमाइलो भइरहेछ यस्तो बबाल होइन बबाल सो गाइस अब चाहिँ होइन फोटोहरू नि खिच्यो अनि पछि हेऱ्यो भ्यू स्काई होइन स्काई नै हेऱ्यो अब चाहिँ हामी झर्छौँ गाइस होइन यस्तो बबाल क्या म माथि चढेको होइन कस्तो बबाल यहाँ चाहिँ खुट्टा पुछेर बस्नु पर्ने रहेछ इलाम गाइस कन्याम पर चाहिँ लपडाँडा कन्यामहरू चाहिँ अब्बी यहाँ चाहिँ बबाल हुन्छ क्या अब देख्यो होइन स्काई नै छिर्यो अब चाहिँ म झर्छु गाइस उता मेरो दिदी चाहिँ चढ्नु सक्नु भएन क्या अनि त्यही भएर उता पुगिरहेछ तल भान्जासँग भान्जे खै हजुर मामा
झरिरहेको छु कि यस्तो डर लागिरहेको थियो क्या गाइज यति डर लागिरहेको थियो त्यही पनि मैले चढेर देखाएँ है गाइज अब्बर मन्दिर फेरि अब्बर छ नि अब्बर म झरेँ है स्काईमा बर्सिसामा डर लाग्दै छु बसेँ होइन देखेँ हेरेँ होइन गाइज अब म झरेँ मलाई माथि चढ्दै डर लागेर झरेँ सो फोटो खिच्नु थाल्छ दामी रहेछ घामले उतादेखि हानिरहेछ क्या त्यही भएर सो गाइज स्काई पनि चढ्यो होइन घुम्यो फोटोहरू खिच्यो अनि अब चाहिँ हामी स्काईदेखि झरेको गाइज अब चाहिँ हामी उता कन्याम जानुपर्ने छ गाइज अब कन्याम लप्ताराहरू होइन कन्याम भनेर लेखेकोहरू उता बबाल घुम्दैन गाइज उता अब टक्क हेर्नुपर्छ है गाइज अब हामी जान्छौँ उता स्काईलाई पनि अब बाई बाई गरिदिउँ है गाइज हामी चाहिँ कन्याम पुग्यो है गाइस कन्याम भन्ने यहाँ ओप्पी मान्छेहरू छ है गाइस ओप्पी मान्छेहरू बबाल है अनि यहाँ चाहिँ मान्छेहरू पुरै घुम्न आइरहेछ है कन्याम भनेर लेखेको छ गाइस फाइनली कन्याम मान्छेहरू घुम्न आएको छ चिया पकाउँदै आउँछ है गाइस के हो यो लफदारा देखिरहेको छ झन् यता त गाइस म के भन्नु म यसको के बयान गरौँ इट्स ब्युटिफुल सो ब्युटिफुल उता चाहिँ लफदारा है उता देखेको चाहिँ त्यो लफदारा हो यस्तो बबाल छ कि यस्तो बबाल छ है मेरो जनताहरू चाहिँ यता छ होइन गाइस कन्याममा घुम्ने मान्छेहरू है गाइस चप्पर फोटो खिच्ने यहाँ चप्पर घुइँचो छ कि यति धेरै मान्छेहरू पालो नै पाउन गाह्रो छ कि गाइस यति धेरै मान्छे उनीहरूलाई अब पर बनाएर छ है भित्र कन्याम हो गाइस यो अब पर लप्तारा जान्छौँ गाइस लप्तारा कन्याम होइन अब हामी चाहिँ उता जान्छौँ गाइस अब हामी लप्तारा हिँडेको गाइस लप्तारा अब हामी उता लप्तारा हिँड्यो है गाइस चिया बगान उता देख्न सक्नुहुन्छ ओप्पी बबाल छ झन् उता कन्याम बजार कन्याम ओप्पी गाइस यति राम्रो छ है सो गाइस बबाल भइरहेको छ मन्दिर यस्तो रमाइलो ओप्पी रमाइलो हुँदैछ यो चाहिँ इलाम बजार है पुरै दोकानहरू देख्न सक्नुहुन्छ तल्लोपट्टि माथिल्लोपट्टि छ है हेरो दुई लाइन हो क्या गाइस यहाँ चाहिँ के भन्छ यो दोकानहरू क्या यहाँ मात्र लाइन छ अनि यो लाइन नै पट बबालहरू छ गाइस पुष्पा नाम मेरा पुष्पा हजुर मेरो दिदीहरू होइन सो ब्युटिफुल दिदीहरू आउनु हुँदैछ गाइसहरू जाडो भएको अवस्था बुगाङ मान्छे ल हिँड्ने खै मामाको भ्लगमा आए त गर्नु पर्यो नि अनि यहाँ चाहिँ के भन्छ गाइजहरू ड्रेसहरू लाउन पाउँछ है त गाइजहरू अब जुन जातिको भयो होइन जुन जातिको भयो त्यही जातिको ड्रेसहरू यहाँ चाहिँ लाउन पाइन्छ म राई भयो भने राईको जातिको होइन मगर भयो भने मगर पाइन्छ गाइजहरू अब हामी त्यो लप्तारामा जान्छौँ है गाइजहरू लप्तारा माथि छ
अनि यता चाहिँ यहाँ चाहिँ घोडामा पनि चढ्न पाइन्छ। हामी चाहिँ लफ्तारातिर जाँदैछौँ है गाइजहरू। लफ्तारा घोडामा त पहिले हिँडेको कमरैमा पत्की कसेर के भन्छ मान्छेहरू चाहिँ यति धेरै छ कि घुम्ने गाइज। माथि डाँडामा यति धेरै छ। अब हामी निउतै जाँदैछौँ। त्यसलाई चाहिँ लफदारा भन्छ है गाइज, लफदारा भनेर भन्छ। अनि हामी पनि जाँदैछौँ लफदारातिर। गाइजहरू आउनु है लफदारा। हामी लफदारामा बसेर लफ गर्नुपर्छ है। ओप्पी गाइज ओप्पी। यहाँ चाहिँ घोडाहरू रहेछ। म पहिले आएको थिएँ कि गाइज घोडामा चढेको। घोडामा चढ्नु यति डर लागेर लडेर झर्छु कि भन्ने यस्तो डर हुँदो रहेछ क्या। अनि कतै घोडा भाग्ने हो कि भन्ने डर हुँदो रहेछ। तर त्यस्तो चाहिँ हुँदैन रहेछ। घोडाहरू राम्रै हुँदो रहेछ। भाग्दो नि रहेनछ है गाइज। लफदारातर्फ हामी जाँदैछु। मेरो साथीहरू त उतै आउँछ हौ। अब मेरो दिदीहरू चाहिँ आउनुहुन्छ बिस्तारै। म चाहिँ गएँ कि लफदारा लफ गर्न गएँ है। अब राम्री राम्री केटीहरू हेर्नु पऱ्यो नि त होइन। इलाम आएपछि राम्री राम्री केटीहरू नहुने त चान्स नै हुँदैन गाइज। अब राम्री राम्री केटीहरू लफदारामा सक्यो है। म आउँदैछु है गाइज आउँदैछु। त्यहाँ माथि भएको केटीहरू सक्यो मन पऱ्यो। अनि पछि राम्री छ भने मात्र त्यो केटी सक्यो होइन। मन परेन भने चाहिँ यतिकै छोडिदिने छाडिदिने। यस्तो बवाल यस्तो बवाल यस्तो बवाल कि गाइज। ओप्पी म छिर्दै नै जाँदैछु नि रन्दर होइन। गइरहेको छु पुग्न लागिसक्यो गाइजहरू। ओप्पी यार लफदारा पुग्यो गाइजहरू। ए हो है लफदारा। यहाँदेखि म टक्क देखाइदिन्छु नि इलाम कस्तो छ भनेर है। के भयो भन्दा अब आउनुहुन्छ अनि यता मेरो अघिदेखि भान्जा क्या दिदीहरू पर्खिनु भइरहेको छ। खोइ बुङाङ भन्छ चाहिँ मेरो भान्जा है। नाम बुङाङ हो तर सुन्तला खाएर खोकी लागेर यहाँ अलिक बिरामी छ क्या भान्जा। त्यही अलिक बिरामी छ। किनभने अब म थोरै तपाईँहरूले चिया बगान देखाउँछु गाइजहरू यताको। अब बुङाङ भन्छ यो चिया बगान यस्तो होइन। मान्छेहरू यहाँ बसेर फोटो खिचेर यस्तो भइरहेको छ। यस्तो बस्छन् क्या। यस्तो बसेर यस्तो गरेर पोज दिँदा क्या ओपी सबै तिर्केर यस्तो बनाउँदो रहेछ। अनि अहिले यस्तो दामी छ है। यस्तो दामी छ। यसरी बसेर फोटो पढाइ खिच्ने हो बुङाङ भन्छ। आऊ भान्जे यता आऊ मेरो भान्जे। सबै डाँडा चिया क्या यो इलाममा चाहिँ हेर्नु त। उता नि चिया यता नि चिया यता नि चिया चियै बगान क्या। इलाम त चिया चाहिँ तलतिर नि चियै छ गाइजहरू। अब हामी उता दारातिर घुम्न जाँदैछौँ भान्जासँग। बुङाङ भन्छ यता आऊ हामी जाउँ दारा घुम्न। यता आऊ। खोइ अघि बोलेको अरे आऊ बोल्नुपर्छ यहाँ। म दौडिँदैछु गाई चिया बगानमा। म दौडिँदैछु कन्यामा। ओ सो ब्युटिफुल। उता त झन् बब्बाल छ गाइज बब्बाल।
देख्न सक्नुहुन्छ यही हो इलाम कन्याम यता घाम लागिरहेछ बबाल भइरहेछ यति धेरै रमाइलो है यस्तो रमाइलो म घुमेकै छु कि गाइज घुमेकै छु सो गाइज अब चाहिँ हामी फर्किन लागेको इलाम कन्याम पनि घुम्यो होइन कन्याम घुम्यो जस बबाल रमाइलो एकदम रमाइलो रहेछ होइन तपाईँ पनि कुनै समय मिलाएर होइन तपाईँहरूले आउनुहोस् इलाम घुम्नुहोस् यस्तो बबाल दामी छ है गाइज अनि के भन्छ अब हामी चाहिँ फर्केको गाइज मेरो भिडियो कस्तो लाग्यो होइन लाइक कमेन्ट चाहिँ गरिदिनु होला गाइज अनि जो नयाँ हुन्छ मेरो युट्युब मेरो भ्लग हेर्नेहरू तपाईँहरूले चाहिँ जस्ट लाइक सेयर सब्सक्राइब गरिदिनु होला ती भन्दै म अब आजको भ्लगलाई यति नै टुङ्ग्याउँदैछु गाइजहरू त्यही भएर अबको नेक्स्ट भ्लगमा हाम्रो भेट हुनेछ गाइजहरू त्यही भएर आजको भ्लग यति नै गाइज बाई ओके लभ यु सो मच माई भ्लग फ्यामिलीहरू बाई